भेरी गुड मर्निङ, वेलकम ब्याक टु माई अनदर ब्लग। आज चाहिँ म धेरै लामो समयपछि ब्लग बनाउँदैछु भने अनि हामी चाहिँ अब त्रिवेणी भैँसीलोटन हुँदै हामी ठ्याक्क लाएर उतातिर वीरगन्जको यात्रा गर्छौँ इन्डियाबाट। अन्दै यो बाटो त अब मैले पहिला पनि देखाइसकेको थिएँ, तर मेरो भिडियोहरू चाहिँ पहिलादेखि आउन सकेको थिएन किनकि म काममा साह्रै व्यस्त भएको थिएँ नि त। अनि अहिले चाहिँ दिदीसँग म चाहिँ वीरगन्जतिर यात्रा गर्दैछु भने मेरो ब्लग हेर्दै गर्नु होला। अन्दै मेरो युट्युब च्यानल ब्लग सागरलाई चाहिँ सबैले लाइक सब्सक्राइब गरिदिनु होला है त। अहिले यहाँ बरुवा चोकमा आइपुगेको छौँ भने अनि अब यो चोक त धेरैचोटि देखाइसकेको छु नि त म अहिले। अनि एकैचोटि अब म चाहिँ वीरगन्जको यात्रामा इन्डियाको बाटो देखाउने छु भिडियोमा। लेट्स विल गो। हामी चाहिँ भोलि भिडियो अपलोड आउँछ होइन। ए भगवान्, अब कति घन्टाको यात्रा हुन्छ। आज मेरो फर्स्ट टाइम हो इन्डियाबाट नेपाल रक्सोल हुँदै हामी वीरगन्जतिर झर्ने। रक्सोल त म गएको पनि छु, मेरो भ्लगमा पहिला आएको हुन्छ होइन। गाडी चलाउँदाखेरि कार लिएर गएको पनि थिएँ। अनि त्यतिखेर चाहिँ मोबाइलबाट खिचेको भएर अलि राम्रो पनि आएको थिएन। अब चाहिँ हामीले मैले चाहिँ गोप्रोबाट खिचेको भिडियोहरू देखाउँछु। अनि साथीहरू हामी चाहिँ ट्याक्क यहाँ अब नेपालको बोर्डरमा आइसकेको छौँ भने अनि यहाँ चाहिँ अब यहाँबाट हामी त्रिवेणी नदी कटेर जान्छौँ। कता छ त्यो दाइ? अनि यहाँ चाहिँ चिया नास्ता खाने कार्यक्रम भइरहेको छ, त्यो खान्छौँ अनि जान्छौँ है त। त्यो दाइ यहीँ छ त। अनि हिँड्दैछौँ यहाँ भन्सारमा आएको छ हामी चाहिँ। भिडियो बनाएर बस्दा खुब खुसी हुन्छ नेपाल आउने भनेको बिचरा आउनु पर्छ। एकदम यहीँ नास्ता खाँथ्यो म्याडम, सरी ल। होइन आउनु त आइरहेको, हिजो पनि आएको म राति। हिजोको ड्युटीमा बाहुन दाई थियो, एउटा थारू दाई पनि थियो। लप्सी खुलाएर राखिदिएको मैले तिनीहरूलाई। सो हामी चाहिँ अब हिँडिसकेको छौँ अनि यहाँबाट चाहिँ ट्याक्क अब इन्डियातर्फ लगाइसकेको छ हाम्रो। यो चाहिँ त्रिवेणी नदी यता चाहिँ भरि भराउ छ भने यहाँ चाहिँ पुल रहेको छ। अनि यतापट्टि चाहिँ पानी सुकाइरहेको छ किनकि खोलाको टेन्डर लागेर खोला खुलेको छ नि त। त्यो हुनाको कारणले गर्दाखेरि चाहिँ पानी हजुर हेलो हजुर सर, हजुर ठिकै छ। म त वीरगन्जतिर हिँडेको। ए दिदीको लाइसेन्स बनाइदिन। त्यो प्रदीप दाईको ड्राइभर पनि आएर रहेछ। दिदीको लाइसेन्स बनाइदिन। हजुर त्यही पनि म घर भएको नि भ्याएन सर, एक हप्ता जति। यस्तो प्याक छु म अहिले। अब एक हप्ता पछि गरे मात्रै हो। प्याक छु कि त्यही प्रदीप दाईले बोलाएको नि आउन पाएन, रिसायो होला भित्र। त्यो प्रदीप दाईले बोलाएको नि आउन पाएन, रिसायो होला। त्यही भएर
हो के अरे अब त यहाँ काम लिइसकेछु क्या त्यो त्यही भएर नत्र उसो गरिदिन्थेँ 1-2 दिनको काम त हो होइन कसो छ अब त्यसै धेरै त होइन तपाईँले आएर त 2 दिनमा त भ्याइदिन्थ्यो होला सबै भद्रङ भुद्रङ गरी सोहोर लेख्न राखिदिन्थ्यो होइन हुन्थ्यो के अरे अब फेरि मेरो भाइले त्यो रोलर अलि राम्रोसँग हान्न जान्दैन कि मेसिनलाई धक्का पुऱ्याइदियो भने गाह्रो हुन्छ अब म 9 किन हुन्न सर कहिले आउँछ म 3-4 दिन लाग्छ क्या अब ल ल हुन्छ फोन आएको भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ हिँड्न पाएन अब यहाँ चाहिँ मैले क्यामेरा बन्द गर्नुपर्छ होइन यो चाहिँ इन्डिया भन्सार हो है साथीहरू हामी चाहिँ अब इन्डियातर्फबाट लागिसकेको छौँ अब हाम्रो यात्रा बिरगन्जसम्म रक्सोलसम्म हुन्छ भने रक्सोलबाट अनि हामी बिरगन्जतिर छिर्छौँ हामी अहिले इन्डियाको बाटो जाँदैछौँ भने यो चाहिँ गण्डकको बाटो हो होइन यहीँबाट हाम्रो गण्डक त्रिवेणीको नदीको पानी पनि आउने गर्छ होइन अनि यो हेर्नु बाटो पनि वान वे छ तर बहुत राम्रो के सर्लक्क हेभी पिच हो कि यो चाहिँ हाम्रोमा चाहिँ यस्तो बाटो चाहिँ कहिले पनि हुँदैन होइन वान वे खाल्टोखुल्टी भयो भने तर हेभी खालको पिच भएको भएर यो फुट्न अलि गाह्रो मान्छ नि त हाम्रोतिर चाहिँ अब त्यस्तो हुँदैन फुटिहाल्छ उतिखेरै हेर्नु होला बाटो पनि यस्तो राम्रो छ बबाल अब साथीहरू पनि हुनुहुन्छ अगाडि हामी 3टा बाइकमा चलिरहेको छौँ भने उहाँहरू चाहिँ एउटा ट्र्याक्टरको लाइसेन्स बनाउन एउटा यसको लाइसेन्स बनाउन हिँड्नु भएको छ अनि अब ट्याक्क हामी चाहिँ लाग्छौँ है त हेर्दै गर्नु होला मैले अब बिचमा देखाउने छु हामी अब बोर्डरकै बाटो लाग्छौँ किनकि नेपालको बाटो एकदमै बुटोल नारायणहरूको सडकले एकदमै गाह्रो बनाएको कारणले गर्दाखेरि अनि टाढा पर्छ नि त अनि त्यताबाट गएको भए हामी यात्रा पनि लामो पर्थ्यो हजुरको कति किलोमिटर पर्छ भने हाम्रो घरदेखि बर्दघाट हजुर कति 7-9 किलोमिटर अनि बर्दघाटदेखि नारायणघाट 90-91 किलोमिटर अनि त्यहाँबाट 70 किलोमिटर हेटौडा लाग्छ भने 70 किलोमिटरबाट फेरि 35 किलोमिटर बिरगन्ज 35-40 किलोमिटर छ है बिरगन्जको अनि अमलेखगञ्ज पत्लैयाबाट चाहिँ त्यस्तै 16-17 किलोमिटर चाहिँ बिरगन्ज नाका पर्छ नि त अनि त्यतातिरको दृश्य हजुरहरूको हेटौडाबाट उता लाग्दा नि राम्रो छ बाटो चाहिँ नारायणघाटदेखि उता चाहिँ राम्रो छ हेटौडा बिरगन्ज लोथर होइन मनरी यताको बाटोहरू चाहिँ राम्रो छ अनि हामी चाहिँ अब हिँड्दैछौँ लेट्स अब पछाडिको दाइ कता हुनुहुन्छ थाहा भएन हामी बाटो पनि चिनेको छैन उहाँहरूसँगै हिँड्न पर्ने आवश्यक पर्छ भने म चाहिँ बिस्तारै हिँड्छु है किनकि इन्डियामा नेट चल्दैन नि त अब हाम्रो नेपालको अनि त्यो हुनाको कारणले मेरो टायर पनि अगाडिको अलिक नाजुकै छ त्यो भएर कुदाउन नि अप्ठ्यारै पर्छ होइन हेर्दै गर्नु होला मेरो भिडियो देखाउने नै छु हजुरहरूलाई त्यस्तै पऱ्यो भने म फर्किँदाखेरि चाहिँ उता बिरगन्जबाट हेटौडा हुँदै नारायणघाट हुँदै फर्किने पर्खर गर्छु है त हल्का भयो नि राम्रो बाटो आएको थियो फेरि उस्तै भयो आउन सकिन्न दिदी यो बाटो त कसम फर्स्टै गाह्रो भयो भत्केको पिचमा त सकिन्न कि बाइक चलाउन नि बहुत डेन्जर हुन्छ नि त्यो गिट्टीहरूमा चलाउनै अहिले त्यो सुमनहरूले चलाएको बाइकमा त झन् डर लाग्छ क्या मलाई बस्न नि राइमरी सुमनहरूले कलच मात्रै लिएको गर्छ अनि कलच लिन हुन्न के
अभिषेकले चलाएको बाइकमा म ढुक्कसँग बसेर हिँड्छु कस्तो राम्रो चलाउँछ कुदाउँदैन मैले बाइक बिग्रिँदाखेरि सधैँ त्यसैलाई चलाउन पठाउँथेँ नि त उहाँ बुटोल भैरवा जाँदाखेरि नै म सिकाउँथेँ क्या त्यसलाई हाइवेहरूमा पुरै यसरी चला भने त्यही अनुसार आनन्दले चलाएर हिँड्छ त्यो अलिकति ट्राफिकहरू त्यो लाइसेन्स थिएन होइन ट्राफिकहरू देख्दा अलिक हिचकिचाउँथ्यो कि मैले त त्यसलाई लाइसेन्स नहुँदै बुटोल भैरवा लिएर हिँड्थेँ नि त अनि लाइसेन्स भएपछि त अनि फेरि म पनि अब ढुक्क भएँ साथीहरू पीडा हाम्रो त धेरै गम्भीर छ र रक्सोलको नहर पुग्ने भयो हामी चाहिँ होइन किनकि गाह्रो छ यस्तो गाह्रो भइसकेछ कि चलाउनु पनि म धेरै आत्तिसकेको छु अनि पनि म दिदीलाई उताबाट लिएर आउँछु आउँदाखेरि अनि मैले त्यतातिर पनि ठाउँहरू पनि देखाइदिन्छु मिल्यो भने हामी शहीद स्मारक पार्कहरू पनि हेर्न पसालिदिन्छु म त्यताबाट तर यो बाटो चाहिँ सकिँदैन है त साथीहरू होइन यस्तो छ हेर्नु त निरन्तर यस्तो बाटोमा कसरी हिँड्नु सक्दैन नि भत्केको पिचमा कच्ची बाटो हिँड्नभन्दा भत्केको पिचमा हिँड्न दुःख हुन्छ क्या सो हाम्रो नहरमा चाहिँ यस्तरी केटाकेटीहरू नुहाएर बसेको छ भने अनि हामी पनि बाल्यकालमा यस्तो नै नुहाएर हिँडिन्थ्यो होइन तर हाम्रोतिर चाहिँ सानो नहर थियो अनि यहाँ चाहिँ ठुलो नहर छ यति गहिरो छ हेर्नु यहाँ अघि नै त्यता त पानी भयो जस्तो लाग्थेन होइन यता त पानी छ फेरि पेट्रोलको सुविधा नौडिया जाने क्या थाहा के बहिनी आन्टीले झिक्नु भएको हो क्या होइन सो फाइनल्ली साथीहरू हामी चाहिँ बोलेर हिँडिसकेको छौँ अघि मेरो साथीहरू अगाडि हिँडेको छ भने अनि पछाडि पनि दिदी बसिरहेको छु अनि अब हेलमेटै खोलेर हिँडिसकेको छौँ अनि यात्रा चाहिँ एकदमै नाजुक गम्भीर अवस्थामा छौँ किनकि बाटोको अवस्था नि त्यस्तै छ नि त त्यो हुनाको कारणले चाहिँ अब लाग्छौँ
फाइनल्ली साथीहरू हामी चाहिँ अहिले वीरगन्जको नाकाबाट निस्किसकेको छौँ। हामी रक्सौलतिर घुमेर आएको छौँ अनि यो चाहिँ वीरगन्जको हाम्रो सान नेपालको पहिचान होइन त्यो राम्रो बनाएको छ। बत्तीहरू पनि परिसकेको अहिले चाहिँ अब बाटो